Hello friend, welcome to Mr. Lalit. Nepal school education bill is back. Actually नेपाल एजुकेसन हेर्ने हो भने त्यति राम्रो छैन, त्यति जति राम्रो व्यवस्था हुनुपर्ने त्यति छैन। यसको कारण भन्छ कि स्पेशली जो एजुकेसन नेपाल एजुकेसन छ भने धेरै पावरमा डिभाइड छ भन्छ, केन्द्र अनि एउटा स्टेट अनि लोकल तीन स्ट्रक्चरमा यो डिभाइड छ। त्यही भएर त्यो स्पेशली यसमा स्टिक एक्सन स्टिक जो इम्प्लिमेसन गर्न गाह्रो हुन्छ। त्यही भएर यो स्पेशली अनि दिन अब तपाईँले पनि महसुस गरे होला कि जति पनि एजुकेसन स्पेशली जो पब्लिक एजुकेसन जो गभर्मेन्ट एजुकेसन छ त्यो त्यति राम्रो छैन। त्यही कारणले भन्छ कि गभर्मेन्ट यो बिल ल्याएछ, यसलाई रिफर्म गर्न। तपाईँले यो न्युज हेर्न सक्नुहुन्छ टप स्टोरीको माध्यमबाट। स्कुल बिल इज काउट बिट्विन हु डिसाइड एन्ड हु पेज। यसलाई म डिटेलमा डिस्कस गर्नेछु। स्पेशली जो गभर्मेन्ट यो बिल ल्याएछ अनि स्पेशली किन ल्याएछ अनि यसको पछाडिको कारण के हो, यति इम्पोर्टेन्ट किन छ यो स्पेशली एजुकेसन किन यति इम्पोर्टेन्ट छ अनि के चेन्जेस गर्नेवाला छ। जति पनि जो स्ट्रक्चरमा जो स्टेटमा पावरमा जो डिभाइड छ अनि किन डिभाइड छ अनि स्पेशली को अब जो यो बिल ल्याउने अब बिल इम्प्लिमेन्ट भएपछि कुन स्ट्रक्चरले स्पेशली यसलाई रुल गर्छ, गभर्मेन्ट केन्द्रले गर्छ कि स्टेटले गर्छ कि लोकल गभर्मेन्टले गर्छ, जति पनि सम्भावित एङ्गल बन्नेवाला सबैलाई म डिटेलमा डिस्कस गर्नेछु। त्यही भएर तपाईँले यो भिडियोलाई लास्टमा हेरिदिनु होला। सो लेट्स बिगिन। दरअसल एक्ज्याक्टली भाग के हो भने नेपाल हेज री-स्टार्ट वर्क अन मेजर स्कुल एजुकेसन बिल आफ्टर नेसनल वाइड कन्सल्टेसन। स्पेशली जो विद्वानसित स्पेशली नेसनल वाइड कन्सल्टेसन गर्छ स्पेशली यो बिल ल्याउनको लागि, त्यसमा चाहिँ रिस्टार्ट गरिसकेको छ। त नेपाल इज बिगेन प्रिपेयरिङ मेजर ओभरहोल इट्स स्कुल एजुकेसन सिस्टम। जो स्पेशली स्कुल जो एजुकेसन सिस्टम छ त्यसलाई मर्मत गर्नको लागि प्रिपेयर मेजर तरिकाबाट स्पेशली प्रिपेयर गर्छ। गभर्मेन्ट हेज कम्प्लिटेड कन्सल्टेसन क्रस अल 7 प्रोभिन्स। स्पेशली कम्प्लिट गरिसकेको छ जो कन्सल्टेसन स्पेशली कसरी गर्ने के कदम उठाउनु पर्छ। त अल जति पनि 7वटा प्रोभिन्स छ सबैमा कन्सल्टेसन भइसकेको छ। त न्यू बिल इज बिङ ड्राफ्ट टु रिप्लेस नेपाल डिकेड वर्ल्ड एजुकेसन ल। स्पेशली यो न्यू बिल ल्याएछ जो वर्ल्ड एजुकेसन ललाई स्पेशली हटाउँछ, जो डिकेड पुरानो छ त्यसलाई हटाएर अनि बट वान बिग क्वेसन रिमेन हु डिसाइड हु पेज एन्ड हु बेनिफिट्स। स्पेशली भन्छ कि तीनवटा स्ट्रक्चरमा स्पेशली जो एजुकेसन नेपाल एजुकेसन सिस्टम डिभाइड छ, स्पेशली कसले यसको बढी पावर राख्छ, केन्द्र राख्छ कि स्टेटले राख्छ कि लोकल गभर्मेन्ट राख्छ। त्यही भएर यसमा सवाल छ। अनि Can one new law change the future of million of नेपाली स्टुडेन्ट? के यो स्पेशली न्यू ल ल्याउँदैछ कि नेपाली मिलियन्स अफ नेपाली जो यसले नेपाली स्टुडेन्ट चेन्ज हेर्न सकिन्छ यसबाट? किन यो बिग न्युज हो भने द बिल कुड रिसेभ हाउ द स्कुल आर म्यानेज। स्पेशली स्कुल कसरी म्यानेज गर्छ, फन्डेड एन्ड रेगुलेट फेडरल नेपाल। स्पेशली यसमा भन्दैछ कि स्पेशली फेडरल नेपाल यसलाई जो फन्ड गर्छ रेगुलेट गर्छ। अनि नेपाल स्कुल सिस्टम हेज चेन्ज ड्रामेटिकली। स्पेशली ड्रामेटिकली बिस्तारै यो चेन्ज हुन स्पेशली गभर्मेन्ट प्रयास गर्दैछ। द कन्ट्री इज नाउ फेडरल रिपब्लिक विथ 3 लेभल अफ गभर्मेन्ट। अबको जो स्पेशली कन्ट्रीको जो स्ट्रक्चर हेर्ने हो भने बडी हेर्ने हो भने 3 टाइप्स अफ गभर्मेन्ट छ, स्टेट केन्द्र एन्ड स्टेट एन्ड लोकल गभर्मेन्ट 3 प्रकारको छ। अनि बट मेन एजुकेसन ल वाज क्रिएटेड अन्डर भेरी डिफरेन्ट पोलिटिकल सिस्टम। किनभने जो स्पेशली जो ल वाज क्रिएटेड भएको थियो जो वर्ल्ड जो ल थियो त्यो डिफरेन्ट पोलिटिकल सिस्टममा भयो। त्यति हेरेन कि स्पेशली यसले कसले ह्यान्डल गर्छ त्यो एजुकेसन सबैमा डिभाइड गर्छ। त्यही भएर यसमा रुल एन्ड रेगुलेसन गर्नको लागि स्पेशली गाह्रो हुन्छ, के इम्प्लिमेन्ट गर्न त्यसमै गाह्रो हुन्छ। द न्यू बिल एम टु ब्रिङ ए स्कुल एजुकेसन क्लोजर टु नेपाल कन्स्टिट्युसनल एन्ड फेडरल स्ट्रक्चरमा। स्पेशली फेडरल स्ट्रक्चरमा म्याक्सिमम अल पावर लिन, म्याक्सिमम पावर एकर्डिङ टु दिस म्याक्सिमम पावर स्पेशली जो केन्द्र राख्न चाहन्छ।
ल फ्रम 1971 के हेर्ने हो भने नेपाल एक्जिस्टिङ एजुकेसन एक्ट वाज क्रिएटेड मोर देन 5 डिकेड अगो। धेरैभन्दा पहिला यसलाई जो स्पेसली वर्ल्ड जो स्पेसली 1971मा स्पेसली क्रिएट गरेको थियो। त्यो वर्ल्ड सिस्टम हेर्ने हो भने एजुकेसन एक्ट इन्ट्रोड्युस्ड इन 1971मा 1971 स्पेसली यो वर्ल्ड जो एजुकेसन सिस्टम स्पेसली क्रिएट भएको थियो। क्रिएटेड अन्डर द कम्प्लिटली डिफरेन्ट पोलिटिकल सिस्टम एक्ज्याक्टली यसको पावर कहाँ हुन्छ भने त्यो त्यस्तो डिसाइड गरेर सिधै डिभाइड सबै स्पेसली अहिलेको सिचुएसन हेर्ने भने तीनों बडीले यसलाई कन्ट्रोल गर्दछ। त्यही भएर यसमा यसले इम्प्लिमेन्टेसन गर्न अलिक गाह्रो हुन्छ गभर्मेन्ट। त्यही भएर गभर्मेन्ट एक बडीलाई त्यो हस्तान्तरण गर्न खोज्यो। नेपाल लेटर मुभ फ्रम युनिटरी स्टेट एन्ड फेडरल रिपब्लिक स्पेसली फेडरल स्टेट। वाइ इट चेन्ज द टेक्नोलोजी सोसाइटी स्टुडेन्ट निड एन्ड गभर्मेन्ट स्ट्रक्चर हेभ अल चेन्जेस। स्पेसली जो अभी मोडर्नाइज गर्दैछ टेक्नोलोजी सोसाइटी स्टुडेन्ट निड गभर्मेन्ट स्ट्रक्चर हेभ अल द चेन्ज। यसलाई हामी कसरी बुझ्न सक्छौँ? एजुकेसन reform has taken years because the legal changes become political and institutionally complex। स्पेसली यो कम्प्लेक्स छ जो डिफरेन्ट पोलिटिकल गभर्मेन्टले स्पेसली बनाएको छ त्यति ये प्रभावकारी भएन। अनि टाइमलाइन हेर्ने कति बेला के भयो भने त 1971मा एक्जिस्टिङ यो ल स्पेसली जो 1971मा जो वर्ल्ड एजुकेसन क्रिएट भएको 2015मा हेर्ने त न्यू कन्स्टिट्युसन इस्टाब्लिस फेडरल नेपाल स्पेसली फेडरलमा केही पावर गयो। अनि 2017मा अनवर्ड एफर्ट्स बिगन रिप्लेस द ओल्ड फ्रेमवर्क। स्पेसली 2017मा स्पेसली यसलाई रिप्लेस गर्न खोज्यो। 23मा स्कुल एजुकेसन बिल फर्मली इन्टर द पार्लियामेन्ट। स्पेसली यसको ओल्ड एजुकेसन बिल इन्टर गर्यो पार्लियामेन्टमा, यसमा बहस छिर्यो। अनि 2025-2026 डिस्प्युट अमेन्डमेन्ट एन्ड न्यू कन्स्टिट्युसन कन्टिन्यू। स्पेसली यसलाई लिएर जति पनि गभर्मेन्ट छ केन्द्र स्टेट एन्ड यसलाई कि यसले को होल्ड गरे, यसको पावर सबैभन्दा पावर कोसँग हुन्छ? गभर्मेन्ट फेडरलसित हुन्छ कि स्टेटसित हुन्छ? त्यही भएर यसलाई त कम्प्लेक्स डिस्ट्रिब्युट अमेन्डमेन्टमा भयो। त प्रब्लम आर्गुमेन्ट रिफर्म हेज बिन इजियर देन एग्रिमेन्ट द डिटेल्स। स्पेसली त्यो भयो। त्यही भएर यो स्पेसली त हामीले यसरी बुझ्न सक्छौँ। ठुलो प्रश्न कसले स्कुल कन्ट्रोल गर्छ? त वान अफ द डिपेस्ट डिस्प्युट जो विवाद छ भने इट अबाउट पावरको हेर्नु भने फेडरल प्रोभिन्सियल एन्ड लोकल। स्पेसली स्कुलको कसले कन्ट्रोल गर्छ भने यसको लागि स्पेसली तीनों गभर्मेन्ट छ, तीनों जो बडी छ यसमा अनि डिभाइड छ। अनि द कन्फ्लिक्ट हेर्ने त लोकल गभर्मेन्ट हेभ मेजर कन्स्टिट्युसनल रिस्पोन्सिबिलिटी फर स्कुल एजुकेसन। अहिले म्याक्सिमम हेर्ने हो भने त लोकल गभर्मेन्टको पावर छ। अहिले त तीनों गभर्मेन्टले चलाउँदैछ मगर म्याक्सिमम हेर्ने हो भने त लोकल गभर्मेन्टको जो वार्ड छ जो त्योहरूले स्पेसली यो चलाउ। फेडरल गभर्मेन्ट स्टिल सेट द नेसनल ल एन्ड स्ट्यान्डर्ड एन्ड फन्डिङ फ्रेमवर्क। स्पेसली नेसनल ल केही किताबमा चेन्ज गर्नु भने ठुलो केही गर्नु भने स्पेसली केन्द्रले गर्छ। अनि स्टेटको गर्ने कोअर्डिनेसन बिट्विन डिफरेन्ट लेभल बिकम द कम्प्लिकेटेड। स्पेसली जो स्टेटको हेर्ने भने त दुईटै गभर्मेन्ट जो लोकल एन्ड केन्द्रलाई स्पेसली कोअपरेट गर्छ। त हेर्ने भने त्यही भएर यो यति जटिल भयो। त रुट कज हेर्ने त पावर वाज डिसेन्ट्रलाइज्ड बट रिस्पोन्सिबिलिटी एन्ड रिसोर्सेस रिमेन द कन्स्टिट्युसन। यो विवादित भयो किनभने डिसेन्ट्रलाइज भयो, कसैसित यो कन्ट्रोल गएन एक बडीको हातमा। त्यही भएर यो अहिलेको एजुकेसन सिस्टम अहिले त्यति प्रभावकारी छैन। अहिले ठुलो प्रश्न छ कि अहिलेको एजुकेसन सिस्टम फ्री छ भने किन तिर्नु परिरहेको छ भने त नेपाल कन्स्टिट्युन्सी प्रोमिस कम्पलसरी एजुकेसन थ्रु द ग्रेड 8 एन्ड फ्री एजुकेसन थ्रु द ग्रेड 12 सम्म। स्पेसली गभर्मेन्टले एकर्डिङ टु एजुकेसन त्यो ओल्ड सिस्टमको माध्यमबाट हेर्ने हो भने त्यो भन्छ 8 देखि 12 सम्म फ्री छ। अनि रियालिटी चेक गर्ने भने त मेनी फ्यामिली स्टिल फेस द डिफरेन्ट स्कुल रिलेटेड एक्सपेन्सेस। स्पेसली एक्सपेन्सेस किनभने जो स्पेसली फ्री छैन भने त्यति महसुस गर्दैन। जो स्पेसली जो फ्यामिली छ त्यो महसुस गर्दैन कि गभर्मेन्ट रियालिटीमा कि स्पेसली फ्री एजुकेसन किनभने सबै फीस एन्ड पेहरू तिरिरहेको हुन्छ। कम्युनिटी स्कुलमा कलेक्ट चार्ज व्हेन द
फन्डिङ इन्सफिसियन्ट, किनभने चार्ज गर्छ, किनभने त्यो इन्सफिसियन्ट जो फन्डिङ हुन्छ भने थाउजन्ड अफ चिल्ड्रेन रिमेन आउटसाइड द स्कुल सिस्टम, किनभने धेरै अहिले पनि जो आउटसाइड द स्कुल सिस्टम छ, किनभने उसलाई फ्री एजुकेसन नपाएर धेरै सानो सानो कास्टबाट आउँदैछ, त्यो अहिले पढ्न गइरहेको छैन। अनि द प्रोडक्ट हेर्नु भने त कन्स्टिट्युसनल प्रोमिस इज नट एटोमेटिकल द सेम प्र्याक्टिकल डेलिभरी, किनभने त्यो एटोमेटिक यो मात्रै हुँदैन कि कन्स्टिट्युसनलीबाट प्रोमिस गरिसकेको छ, जबसम्म यसलाई कम्पेन गरेर जबसम्म यसलाई प्रभावशाली तरिकाले लागू गर्दैन, इम्प्लिमेन्टेसन गर्दैन भने यो स्पेसली यो फ्री, त्यही भएर फ्री हुन सक्दैन। त हेर्नु भने एजुकेसन त यस्तो छ अहिले, हु विल पे फर इट, यसलाई हेर्नु भने फ्री एन्ड क्वालिटी एजुकेसन रिक्वायर्ड मच मोर देन रिमुभिङ स्कुल फी, जो स्कुल फिज त अलिकति लाग्छ भने त्यो हटाउनु भन्दा स्पेसली यसमा हेर्ने भने फ्री क्वालिटी एजुकेसन हेर्नुपर्छ। यो क्वालिटी एजुकेसन दियो भने फीले त्यति मायने राख्दैन, फी त्यति ठुलो एमाउन्ट हुँदैन। द कस्ट हेर्ने भने त टिचर एन्ड स्कुल स्टाफको लागि स्पेसली त्यो कस्ट हेर्न त बिल्डिङ क्लासरुम एन्ड लर्निङ मेटेरियल्सको लागि स्पेसली यो फी चाहिन्छ। अनि त टेक्नोलोजी, इन्टरनेट एन्ड डिजिटल एसेसको लागि चाहिन्छ, स्टुडेन्ट सपोर्ट इन्स्टिट्युसन एन्ड ट्रान्सपोर्टेसन, त्यही भएर यो स्पेसली यो फी अलिकति चाहिन्छ गभर्मेन्टको, स्पेसली त्यो सपोर्ट पाओस्। अनि रियल च्यालेन्जेस हेरौँ त हाउ सुड फाइनेन्सियल रेस्पोन्सिबिलिटी बी सेयर द बिट्विन फेडरल एन्ड लोकल गभर्मेन्ट, स्पेसली यो जो फाइनेन्सियल जो स्पेसली जो सपोर्ट छ भने त्यही भएर अहिले एक्ज्याक्ट स्पेसली त्यो तालमेल मिले कोअपरेट त्यति राम्रो मिलिरहेको छैन, त्यही भएर अहिलेको नेपालको एजुकेसन त्यति प्रभावकारी त्यही भएर नभएर, त्यही भएर अहिले सेन्ट्रलाइज यसलाई गर्न खोज्दै कुनै एक बडीलाई दियो भने यसलाई राम्रोसित लागू गर्छ। किन टिचर्स यत्रो इम्पोर्टेन्ट छ भने द टिचर राइट्स एन्ड वर्किङ कन्डिसन आर एमोङ द मोस्ट कन्टेन्सन इस्युज इन द रिफर्म डिबेट, स्पेसली जो किनभने कि स्पेसली यो रिफर्म हुँदैछ त सबैभन्दा हेर्नु भने टिचर इम्पोर्टेन्ट, यदि टिचर हुँदैन भने त स्पेसली एजुकेसन राम्रो हुँदैन। त कि डिमान्ड हेर्ने भने त जब सेक्युरिटी एन्ड क्लियर रिक्रुटमेन्ट रुल्स, जति भर्ती हुन्छ अनि जब सेक्युरिटी चाहियो भने स्पेसली टिचरको डिमान्ड हेर्ने, टिचरको पर्सपेक्टिभबाट हेर्ने, बेटर स्यालेरी बेनिफिट्स एन्ड प्रोफेसनल रिकग्नाइजेसन, स्पेसली टिचरलाई पनि अरू जो क्यारियरमा जो डक्टर इन्जिनियरमा जति रिकग्नाइजेसन छ त्यसलाई पनि स्पेसली टिचरलाई पनि त्यति दिनु पर्यो। अनि क्लियर रुल्स एन्ड प्रमोसन एन्ड क्यारियर डेभलपमेन्ट, स्पेसली प्रमोसन हुनु पर्यो, क्लियर रुल हुनु पर्यो। एन्ड सल्युसन फर इसिडी टेम्पोररी रिलिफ एन्ड द टिचर क्याटेगोरी, स्पेसली टिचर क्याटेगोरीमा इसिडी डिपार्टमेन्ट छ त्यो अनुसार यसलाई अनि सहज बनाउनु पर्यो। क्युरियोसिटी अनि क्यान एजुकेसन इम्प्रुभ इफ द पिपल टिचिङ स्टुडेन्ट द फिल द इन्स्योर, किनभने जो एजुकेसन जो इम्प्रुभ भयो भने त पिपल टिचिङ स्टुडेन्ट फिल इन्स्योर गर्छ, त्यही भएर टिचर यत्रो इम्पोर्टेन्ट। प्राइभेट स्कुलको बारेमा कुरा गर्ने त द बिल मस्ट ब्यालेन्स पब्लिक इन्ट्रेस्ट विथ द प्राइभेट इन्भेस्टमेन्ट एन्ड रेगुलेसन। एन्ड मेन कन्सर्न जो प्राइभेट स्कुलका मेन कन्सर्न जो अहिले स्पेसली कन्सर्न स्पेसली प्राइभेट स्कुलले जनाउँछ फ्युचर इन्भेस्टमेन्ट एन्ड लङ टर्म पोलिसी सर्टेन्टी, स्पेसली जो लङ टर्म जो यो पोलिसी फ्युचर आउँदैछ भने यसमा सर्टेन्टी लानु, फी रेगुलेसन एन्ड स्कलरसिप रिक्वायरमेन्ट, गभर्मेन्ट ओभरसाइट एन्ड अपरेटिङ रुल, किनभने स्पेसली गभर्मेन्ट यदि रुल लायो भने त्यसमा स्ट्रिक्ट तरिकाले स्पेसली प्राइभेट स्कुललाई पनि केयर गर्छ। अर्ली डिबेट ओभर द सिफ्टिङ स्कुल टुवार्ड द नन प्रफिट स्ट्रक्चर, स्पेसली जो नन प्रफिट स्ट्रक्चरमा स्पेसली प्राइभेट स्कुलको गाह्रो हुन्छ त्यो त। द च्यालेन्ज हेर्नु त हाउ क्यान नेपाल रेगुलेट द प्राइभेट एजुकेसन विदाउट क्रिएटिङ पोलिसिङ अनसर्टेन्टी, किनभने अहिले जो पोलिसी अहिले बनेको छैन, अहिले यसमा कुरा चल्दैछ स्पेसली, त्यही भएर स्पेसली जो प्राइभेट स्कुललाई कुनै रुल एन्ड रेगुलेट गर्नको लागि अनसर्टेन्टी बनिएको छ। वर्ल्ड सिस्टम भर्सेस न्यू डाइरेक्सन हेर्ने भने जो अभिको जो हेर्ने भने द प्रपोज रिफर्म पोइन्ट्स टु आर द मोर क्लियरली डिटेन्ड एन्ड द मोडर्न एजुकेसन फ्रेमवर्क, अहिलेको जो न्यू जो डाइरेक्सनमा एजुकेसन बिल छ त मोडर्न तरिकाबाट एजुकेसन तरिकाबाट फ्रेमवर्क बनेको छ। त वर्ल्ड त्यो च्यालेन्जेस थियो भने
आउटडेटेड लिगल फ्रेमवर्क थियो, अनक्लियर डिभिजन अफ रेस्पोन्सिबिलिटी थियो, अनक्लियर थियो, फन्डिङ सर्टेज थियो, फन्डिङ त्यति राम्रो भइरहेको थिएन, अनि टिचर म्यानेजमेन्ट डिस्प्युट थियो, टिचरलाई कसरी म्यानेजमेन्ट गर्ने त्यो डिस्प्युट थियो ओल्ड सिस्टममा हेर्नु भने। ट्रेडिसनल लर्निङ मेथड थियो, ट्रेडिसनल तरिकाबाट त्यही ब्ल्याक बोर्ड अनि त्यो पेन्सिलले लेख्ने त्योबाट स्पेसली चकले लेख्ने त्यो पोसिबल न्यू डाइरेक्सनमा हेर्ने त क्लियर रोल हुन्छ अनि स्ट्रङ्गर कोअर्डिनेसन हुन्छ, प्र्याक्टिकल स्किल एन्ड टेक्नोलोजी फोकस लर्निङ, स्पेसली टेक्नोलोजी अहिले मोडर्न तरिकाबाट स्पेसली यो जो अब न्यू एजुकेसन बिल यदि लागू हुन्छ भने त योमा स्पेसली मेन टार्गेट स्टुडेन्ट रियली बेनिफिट, स्टुडेन्टलाई बेनिफिट हुनेछ त हेर्ने भने अ न्यू ल मेटर्स ओन्ली इफ इट इम्प्रुभ, यदि न्यू ल ल्याउँदैछ इफ इम्प्रुभ भयो भने द एभ्री डे एक्सपिरियन्स अफ स्टुडेन्ट जो स्पेसली एभ्री डे स्पेसली स्टुडेन्टले एक्सपिरियन्स गर्ला कि स्पेसली यो रुल ल्याएछ कि यसमा केही चेन्जेस भयो अनि इम्प्रुभ भयो कि भएन, त वाट स्टुडेन्ट निड स्पेसली जो स्टुडेन्ट क्या जरुरी पर्छ त बेटर टिचिङ क्वालिटी स्पेसली जरुरी पर्छ, बेटर टिचिङ क्वालिटी, इक्वल एक्सेस एन्ड इन्क्लुसन चाहिन्छ, सेपर एन्ड स्ट्रङ्गर स्कुल फेसिलिटी चाहिन्छ स्टुडेन्टलाई, डिजिटल एन्ड प्र्याक्टिकल लर्निङ इक्विपमेन्ट चाहिन्छन्, स्किल कनेक्ट टु रियल लाइफ एन्ड फ्युचर जब, स्पेसली जो अहिलेको जो वर्ल्ड सिस्टममा चाहिँ कि पढाउँछ तर स्पेसली जो पढाएको ज्ञान कहाँ काम लाग्छ त्यो हुँदैन, त्यो यस्तो तरिकाले पढाउँछ कि तपाईँले पढ्ने बेलामा थाहा हुन्छ कि यो तपाईँले पढ्यो भने त यो तपाईँले यहाँ स्पेसली त्यो फ्युचरमा के गर्छ भने द बिगेस्ट टेस्ट हेर्नु विल द स्टुडेन्ट लर्न बेटर विल ओन्ली द रुल्स चेन्जेस, के यो तरिकाबाट त्यो रुल मात्रै जो बेटर हुन्छ कि केही स्पेसली रुल अनि स्टुडेन्ट यसमा बेटर लर्न गर्छ, त्यो हेर्नु भने स्टुडेन्टको बेनिफिट अनि स्पेसली जरुरी यो के हुन्छ यो यदि यो बिल फेरि फेल भयो भने अहिले फेरि चर्चामा छ, फेरि फेल भयो भने त्यो स्पेसली यो मोडर्न तरिकाबाट यसलाई सोल्भ, किनभने वर्ल्ड फ्रेमवर्कमा छ त यसलाई मोडर्न तरिकाबाट स्पेसली जो अहिलेको टार्गेट चाहिँ गरौँ मोडर्न त्यो पहिलेको वर्ल्ड सिस्टमलाई मोडर्न पोसिबल कन्सिक्वेन्सेस हेर्ने भने यदि फेल भयो भने त टिचर अनसर्टेनमै कन्टिन्यू, किनभने टिचर अन्योल टिचर त्यो प्रभावकारी तरिकाले आउन सक्छ अनि फेडरल लोकल डिस्प्युट हुनसक्छ, जो फेडरल अनि लोकलको डिस्प्युट हुनसक्छ, विवाद हुनसक्छ, रिमेन अनरिजोल्भ हुनसक्छ, जो यो कारण जो रुल बनाउँछ त्यो अनरिजोल्भ हुनसक्छ, फन्डिङ ग्यापमा प्रेसियस फन्डिङ पनि त्यति राम्रो हुँदैन भने प्राइभेट स्कुलमा फेस द कन्टिन्युस पोलिसी अनसर्टेनिटी, किनभने प्राइभेट स्कुलमा जो रुल एन्ड रेगुलेसन फ्लो गर्छ अनसर्टेनिटी फ्लो गर्छ अनि एजुकेसन रिफन्ड कुड बी डिले फर द मोर इयर्स, फेरि स्पेसली टाइम लाग्छ धेरै दिनसम्म। के यो बिल नेपालको फ्युचर एजुकेसन सिस्टम त्यो चेन्ज गरिदिन्छ? द स्कुल एजुकेसन बिल अल्टिमेटली टेस्ट वेदर द नेपाल क्यान टर्न द कन्स्टिट्युसनल प्रोमिस इन्टु द प्र्याक्टिकल रिजल्ट, स्पेसली यसमा टेस्ट फेजमा छ अहिले स्पेसली ल्याउँदैछ न 3 फाइनल क्वेसन हेर्नु भने त हु डिसाइड, कसले डिसाइड गर्छ, हाउ सुड अथोरिटी बी डिभाइडेड, कसरी डिभाइड हुन्छ भने हु पेज द, हाउ विल 3 क्वालिटी एजुकेसन इज फन्डेड, कसरी फन्डेड हुन्छ त हु बेनिफिट विल रिफर्म इम्प्रुभ द आउटकम फर द एभ्री स्टुडेन्ट। द फाइनल थट हेर्नु त बिल मे नट सोल्भ द एभ्री प्रब्लम, जो बिल ल्याउँछ एभ्री प्रब्लम सोल्भ गर्न सक्दैन, बट द कुड द डिफाइन द हाउ नेपाल स्टार्ट सोल्भिङ देम, किनभने गभर्मेन्ट यसमा प्रयास